संसारमा किनेर छोराबाट जन्मियो यहाँ हाम्रो अब हाम्रो बुहारी हो उनीहरूको संयोग अब यो अहिलेको जमानामा पहिल्यै जन्मदेखि तिमीहरू धेरै छु हो र तिमीहरू जति काम गरे राम्रो गरेर आउँदैछ हो सफल भएर आउँदैछ। यो रुम पनि अब एउटा गड क्रिकेट एउटा भगवान्ले जोडा गरेको छ। एल्किला डक्टर एल्किलाले चाहिँ एकदम सुटेबल ठाउँ लागेको किन भन्नुपर्यो हो र मैले यहाँ जति पूजा गरिहालेँ। अब जुन छैन भने त होइन कि जुन चाहिँ अब हामीले घरको
खोसम सोचेर चाहिँ अब माथि ढुङ्गाटाको तिमीहरूको घरको आतङ्कले पूजा गर्ने सब कल्पना गरेर मैले त्यहाँ पनि मनाएँ हो आफ्नो पूजाको कुरो र अब यसो काशीजीले खुल्छौँ छो अहिले यहाँ अब गऱ्यो खासमा अब जानकी लास छोरी डक्टर बनायो यसमा ठुलो उपलब्धि र यो यस्तै आज राम्रो होस् एकदम दिन दुगुनमा रात दुगुनमा राम्रो होस् यो एक्चुअलमा चाहिँ दुईजना समान छोरीको लागि हो र त्यो छोरी आएर काशीजीले खुल्छौँ छो हो र दिन दुगुनमा रात दुगुनमा प्रति अझै याद हो त्यसको यारे यारे काशीलाई यथा ढावा यहाँ आइदियो खुसीको कुरो त्यसैले खुसीको एकदम आशीर्वाद छ त्यतिबाट हामी खुसीको माहौल थियो ल शिक्षक भान्जीलाई फेरि चाहिँ हामी दुबारा खुसीको माहौलमा भेटौँ ल धन्यवाद कान्ति भान्जीलाई एकदमै खुसी दुबारा तिमीलाई बोलाउँछु हामी पनि आउँछौँ छोरी तिमीलाई तिम्रो मेरो पट्टि है धन्यवाद भान्जी डक्टर यङ्कलाको यहाँ प्रयासमा सबैजना आयो है भगवान्को दयाले सबैजना आउनु सके पनि नभए कस्तो के हुन्छ आउनु सके कोही बिमार हुन्छ कोही छेउमा के हुन्छ अन्त भगवान्को दयाले एकदम खुसी अब अर्को बम्पोले एकदमै राम्रो कार्यक्रम गरिदिनु भयो एकदमै खुसी लाग्यो हामी दुईजना यसरी नै फेरि अर्को सधैँ नै यसरी हामीसँग आशीर्वाद छोरा अब मेरो छोरा नुनु भाइ भित्र अब तालिमबाट फोन गरेर मैले त्यहाँ घरमा पनि जानु भ्याएन हो तर आइदियो भित्र आफ्नै सम्झेर आफू सम्झेर धन्यवाद ल धेरै धेरै मुबारक डक्टर याङ्कीलाई एकदम धेरै धेरै मुबारक आजकोबाट अनि लालाई पनि आएको छौँ अब आफ्नो शिक्षक भान्जी दुईजना छुट्टीको चाहिँ मिलाएको नि अब सन्डेमा किनभने 24 घन्टा ड्युटी हो
तिमीलाई पनि आशीर्वाद छ, तिमीले मन बहिनीको याद गरेर आएछ, खुसी लाग्यो ल। अब त हाम्रो बिरान हो, अब Aku sila. जेठी अब Kanila siya. कतिपट्टिबाट दिदी हो, अब दुईजना नानीलाई राम्रो होस्, राम्रो जाने Kalo. तिमी रकभेलको टिचर एकदम राम्रो छोरी राम्रो हो, त्यसैले तिमीले गाइड गरेर आशीर्वाद छ। हाम्रो छिमेकी अब त ल हाम्रो अब म्याडम अब मेरो छु अन्त बहिनी सधैँ एकदमै खुसी लाग्यो ल तिमीलाई।